हेलो सेवारो नमस्ते सबैजनामा। आज चाहिँ पानीपुरी खानका लागि सबै कुरा रेडी गरिरहेको थियो। आलु पनि पाकिसकेको थियो, ब्ल्याक टीहरू पनि उम्लिसकेको थियो। पानीपुरीको लागि सबै कुरा रेडी गरिसकेको थियो, तेल खरिरहेको थियो। अनि प्याज टमाटरहरू पनि दिदीहरूले काट्नु हुँदै थियो। अन्त सुक्खा खोर्सानी पनि मिठो हुने रहेछ, फ्राई गरेर लगाएको चाहिँ कुटिकन लगाउनु पर्ने रहेछ। यो चाहिँ ठुलो भइसकेको छ, मैले अस्ति पानीमा राखेको। अनि पुरीको लागि पनि रेडी भइसकेको छ। आलु पनि छिल्नु हुँदैछ, यसरी कुट्नु पर्ने रहेछ नि त, मजाले कुटेर चाहिँ त्यहाँ लगाउनु पर्ने रहेछ चोखामा, मिठो हुने रहेछ स्मेल पनि। पुरी पनि रेडी भइसकेको छ। सबैजनाले मिठो भएको थियो भन्दै खानु हुँदैछ, मिठो नै भएको थियो। खाजा खाएको नि त हामीले पानीपुरी नै। पानीपुरीले पनि अगाउने रहेछ नि त, कोही कोही बेला पानीपुरी पनि खानुहोस् है खाजाको रूपमा।